काठमाडौँ उपत्यकामा ध्वनि प्रदूषण नियन्त्रण गर्न महानगरपालिका र ट्राफिक प्रहरीले शुरू गरेको अभियान पूर्ण सफल नभए पनि प्रभावकारी बन्दै गएको छ। बढ़दो ध्वनि प्रदूषण नियन्त्रणका लागि भन्दै वैशाख 1 गतेबाट काठमाडौँ उपत्यका भित्र हर्न बजाउनमाथि रोक लगाइएको छ। कानून कार्यान्वयन भएको 7 दिनमा ट्राफिक प्रहरीले 1500 सवारी चालकलाई कार्यवाही समेत गरिसकेको छ। यसले सरकारलाई 7.5 लाखको हाराहारीमा राजस्व समेत संकलन भएको छ। महानगरपालिका र ट्राफिक प्रहरीले शुरू गरेको अभियानलाई कतिपयले प्रशंसा गरे पनि कतिपय सवारी चालकले भने अभियानप्रति असन्तुष्टि व्यक्त गरेका छन्। सड़कलाई व्यवस्थित नबनाई शुरू गरिएको अभियानलाई उनीहरूले हचुवाको भरमा ल्याइएको अभियान भनेका छन्। आफूहरूले मन लागेर भन्दा पनि बाध्यतावश हर्न बजाउनु परेको उनीहरूको भनाइ छ। अगाडि बाइक आइरहेको हुन्छ, अब गाडी खोलिरहेको हुन्छ, ऊ एक धुनमा चाहिँ मोबाइलमा बोलिरहेको हुन्छ होइन, कोही बेला कोही दिन। त्यो बेलामा चाहिँ अब हर्न नबजाइकन उसले त सुन्दैन नि त, त्यसमा अलिकति अप्ठ्यारै छ। सामान्यतया मानिसले 80 डेसिबल सम्मको आवाजलाई सहजै सुन्न सक्छन्। त्यो भन्दा बढ़ी डेसिबलको आवाज छ भने त्यसले मानिसलाई क्षति पुर्याउने हुन्छ। ठूलो आवाज भएको ठाउँमा लगातार रहे त्यसले तनाव, रक्तचाप र रिस बढ़ाउने गर्छ। यसले मानिसलाई बहिरोसम्म बनाउन सक्ने भएकोले काठमाडौँ उपत्यकामा यो कानून लागू गरिएको हो। ट्राफिक प्रहरीले पनि हर्न निषेधलाई गम्भीरताको रूपमा लिएको र कानून उल्लंघन गर्नेलाई कार्यवाहीको दायरामा ल्याउने बताउँछ। जथाभावी चाहिँ एउटा विकृतपूर्ण तरिका, लापरवाही तरिकाले चाहिँ हर्न बजाउने र अलिकति एउटा फन भनौँ रमाइलोको लागि जिस्किने त्यो किसिमले चाहिँ अनावश्यक हिसाबमा हर्न बजाउने भावनाले यसलाई निषेध गरिएको छ। त्यस्ता प्रकारका जहाँ हर्न बजाएको भेटिन्छ त्यहाँ चाहिँ त्यसलाई कारबाहीको दायरामा ल्याउने गरेको छ। हर्न बजाउन माथि लगाइएको रोकले सर्वसाधारण खुशी भएका छन्। विगतको तुलनामा हर्नका कारण उत्पन्न ध्वनि प्रदूषणमा केही कमी आएको उनीहरूको अनुभव रहेको छ। पहिला कानमा एकदम आवाजहरू आउँथ्यो, ट्याटेर टुटु हुन्थ्यो, अब त्यो छैन। यसलाई चाहिँ नि कहीँ त छ पनि, तर पहिलाभन्दा धेरै कम भएको छ। कड़ा कानून र सवारी चालकलाई जरिवाना मात्र गरेर समस्या समाधान भने हुँदैन। काठमाडौँ उपत्यकाको ध्वनि प्रदूषण नियन्त्रण गर्न सड़कलाई व्यवस्थित बनाउनु पर्ने देखिन्छ। हर्न बजाउनेलाई जरिवाना गर्नु भन्दा पनि हर्न बजाउनु पर्ने अवस्था नै नआओस् भन्ने तर्फ लाग्नुपर्ने आवश्यक रहेको छ। मानव स्वास्थ्यको जोखिमको रूपमा रहेको ध्वनि प्रदूषण र यसको नियन्त्रणको लागि भइरहेको प्रयास केही सार्थक देखिएको छ। यसको पुनः कार्यान्वयन गर्ने तर्फ सरकारी निकायका साथै सवारी चालक स्वयं पनि जिम्मेवार बन्नुपर्ने आवश्यक छ। एबी न्यूज खबरका लागि क्यामेरामा रुद्र थापाका साथ सुलोचना दाहाल, काठमाडौँ।